मेरो यत्रो दिनको मेहनत त्यसै गयो। मान्छेको गाली र कुरा मात्रै सुन्नु पर्यो। टुल पनि आएन, केही पनि आएन। टुलमा बसिराख्नु भयो छ त। यो त कुर्सी हो। त्यही हो कुर्सी भने पनि टुल भने पनि। अरूको गाली र कुरो मात्रै सुन्नु पर्यो, टुल पनि आएन। बरु भिडियो नबनाएको भए ठिक हुने रहेछ। बेकारको टाइम लोस, पैसा पनि खर्च भयो हल्का फुल्का, गाली मात्रै खानु रहेछ। बरु नबनाएको भए जस्ता जस्तै हुन्थे। केही लाभ भएन है गाइस भनेर एकजना साथीलाई सुनाएको थिएँ। उसले एउटा टिप्स दिता हो। उसले भन्यो त भिडियो धेरै हाल्दो रहेछस् त्यसैले तेरो टुल नआएको भन। अनि के गर्नुपर्छ त? एक हप्ता जति भिडियो नहाल, एउटै भिडियो नहाल। अनि फेसबुकले सोच्छ यो मान्छेले अब छोड्न आँटेको रहेछ, अब यसलाई टुल पठाउनु पर्छ भनेर सोच्छ अरे। त्यसैले मैले आज एउटा पनि भिडियो हालेको छैन है गाइज। अब एक हप्ता कन्टिन्यूमा भिडियो हाल्दिनँ। हजुरहरूलाई प्रुफको लागि म सधैँ यही कुरा भनिराख्छु, तर म एउटा पनि भिडियो हाल्दिनँ है गाइज।